सो व्हाट्सअप यो चाहिँ मेरो नयाँ भ्लग आज हामी जान लागिरहेछौँ सेन्ट लुइस आज हामी ट्युसडेको अर्जेन्टिना भर्सेस अल्जेरियाको गेम हेर्न जान लाग्छौँ वर्ल्ड कप अहिले चाहिँ म यहाँ मेरो गराजमा छु अनि अब हामी श्याम दाइकोमा जान्छौँ अनि अर्को दुईजना दाइ उतै आउनुहुन्छ अरे अब म चाहिँ भर्खरै रेडी भएर यहाँ सामानहरू धेरै छैन मेरो सामानहरू प्याक गरेको छु अनि अब जान्छु होला म चाहिँ अब सुरुमा चाहिँ म चाहिँ अब पेट्रोल हाल्न जान्छु अनि पेट्रोल हालिसकेपछि चाहिँ डाइरेक्ट उता दाइकोमा जान्छु सो उतै के हुँदैछ को दाइहरू छ म उतै देखाउँछु है त फेरि ल म चाहिँ अब अहिले श्याम दाइकोमा पुग्न लाग्छु एउटा दाइ चाहिँ आइसक्नु होला सायद पेट्रोल सेट्रोल हालेर अलिकति लेट भएँ तर खै आउनु भएको छैन जस्तो लाग्यो मलाई अर्को दाइ पनि आई थिङ्क त्यही दाइ ठ्याक्क पुग्नु भएछ दाइकोमा पुगेँ म अब अरू दाइहरू पनि आउनुहुन्छ कि अनि हाम्रो फोर्थ मेम्बर आउनुभयो लिएर आइसकेको छु हाई देयर हाम्रो फोर्थ प्लेयर तुरुन्तै होइन जता गयो नि गाडी चलाउनु चाहिँ हजुरलाई कसैले नछोड्नु भयो कि कसैले नि पछाडि खुल्लै छ एकैछिन के भेना तपाईँ के गरे पछाडि खुल्लै छ त्यो त पार्क गर्नुपर्छ होला फोटो बिजिरी हो त नाइस हो त नाइस हामी एभरग्रिन ड्राइभर हाम्रो डेजिग्नेटेड ड्राइभर यो भेगसको ट्रिपमा पनि दाइलेन्ड ड्राइभर अहिले दाइको हामीलाई चाहिन्छ जो ड्राइभ गर्नु नि अगाडि तर यिनीहरूले कि रिजोस र किशोर हामी भएर चाहिँ सबै भएर चाहिँ अब चाहिँ फर्किने बेला उता के अरे कहाँबाट फर्किने बेला भने उता क्यालिफोर्नियाबाट यालेबाट फर्किने बेला चाहिँ अब यो इन्भल्भ हुने गेम खेल्दै जानुपर्छ है भनेर चाहिँ अनि भन्ने होइन मजाले अन्त ल अब इन्भल्भ हुने गेम भनेर अन्ताक्षरी खेल्ने कुरो हो अनि त्यसपछि अनि त्यसपछि मरो भएन अगाडि बसेर गफ थियौँ है अनि यिनीहरू पछाडि त ल्याम्मै सुतिहाल्यो त कि 10 मिनट म त त्यो बेला त रुममा पनि सुतेको थिएन नि त इन्भल्भ हुने गेम खेल्दै तनावै परेको थियो अनि त्यसपछि फेरि अनि खबरदै अनि सबै नयाँ ड्राइभर होइन क्यालिफोर्निया जान लागेको मेमोरी चाहिँ कहाँनिरको आउँछ भने होइन त्यो हामी एउटा ग्यास स्टेसनमा रोकेको थियौँ नि भित्र गएर पुरै त्यो निट केलीवाला के पुरै के अरे पहिलाको चोरहरू हुन्थे नि राति स्ट्याचु राखेको होइन हिँड्दैमा डर लाग्दो ठाउँ क्या फर्किने बेला हिँड्दैमा डर लाग्दो ग्यास स्टेसन कि भित्र छिर्दा पनि पुरै मूर्तिहरू राखेर त्यो उसहरूमा छिरेर लाग्यो रिजर्भेसन एरिया होइन त्यो भन्नाले अलिकति लगभग त्यो त भेगा साउडी बेलैतिर हो हामी के भन्छ म तपाईँलाई फेरि फर्केको थियौँ दाइको आइडी लिनलाई अब हामी फेरि हाइवे हिट हानिसक्यौँ अब हामी प्लसमै छौँ मैले हामी हाम्रो ड्राइभ देखाउँछौँ त्यहाँ टन्नै रिजर्भेसन छ रेडीमा छ अनि लाइनमा छु अब चाहिँ हामी 7:30 बाहिर हो 7 बजे जस्तो पुग्छौँ तर हामी अब रेस्ट लिएर त 8 छ होला फेरि 12 or 13 hour ड्राइभ स्ट्रेट ड्राइभ छ अनि यी सबै नयाँ परे होइन मलाई चाहिँ कहानी हुँदैछ हाम्रो भेगस र एले ड्राइभ गरे होइन त तपाईँ जाने बेलामा एउटा एक्जिट पिस भइहाल्यो झ्यापै नेपालीमा बोल्नुहोस् न म चाइनिज बुझ्दिनँ माफ गर्नुहोला म नेपालीमा कुराकानी गर्न सक्छु क्षेत्रफलको हिसाबले हेर्दा नेपालको क्षेत्रफल श्रीलङ्काको भन्दा ठुलो छ नेपालको क्षेत्रफल करिब 1,47,516 वर्ग किलोमिटर छ जबकि श्रीलङ्काको क्षेत्रफल करिब 65,610 वर्ग किलोमिटर रहेको छ यस्तो हाम्रो सिरिज चल्दै गर्छ यो धेरै लामो हुन्छ यस्तोहरू मलाई यसो हेरेँ होइन नाम यो के हो यिनीहरू त नाम चेन्ज गरेर चाहिँ कल्चरल चेन्ज हामी त फेरि जता गए पनि हाम्रो फर्स्ट स्टप चाहिँ म्याकडोनल्ड्स नै हुन्छ अब हामी ब्रेकफास्ट गर्न गइरहेछौँ हाम्रो फर्स्ट स्टप जहिले पनि यही हुन्छ
आजकल त खायो हुन्छ एउटा नभए दुईवटा खाइसु हुन्छ भने आजकल त छ कि छैन अब छ किन हुन $5 हाम्रो दाइको त त्यो नै होला नि त्यो पोइन्ट आउने लगइन गर्छ उसले तपाईँको त छुट्टै छ नि होइन छैन होइन म छुट्यो भने छुट्यो भने तपाईँको मैले देखिनँ मैले पनि देखिनँ यहाँ वर्ल्डको हामीले चुज गऱ्यौँ कुनै कुनै बेला हटाएको हुन्छ क्या त्यही भएर 10 बजे त राख्नुपर्ने हो तर ठिक भाइ 4 गर्नुभयो इन्टु 4 गर्नुभयो फुड भाइले अब रिभ्यू दिनुहुन्छ कस्तो छ भनेर यो त मलाई एकदमै मनपर्ने यो टेस्ट चाहिँ जस्तो जस्तै छ 10 इयर्स अगाडि अहिले यस्तो यो हाम्रो चाहिँ फर्स्ट टाइम हो न त हामी त लास्ट टाइम पनि दिदीको चोइस अहिले अब हाम्रो दाइको चोइस हाम्रो चोइस छैन हामी भर्खर नेपालबाट आएको त्यो भएर नेपालबाट आएको बुङ्गाहरू होइन आइडिया नभएकोहरू हामी अहिले पुगेछौँ कुन हो रे दाइ यो आयोवा हो हामी आज फेरि हाम्रो खाना आछौँ हाम्रो अहिले चाहिँ अब हामी सबवे खाना लगाएको छौँ अनि दाइहरू कोही हामीसँग कुपन छ सो हामी आज कुपन युज गर्छौँ यो हो अब हामी कति भयो 4 बजिरहेछ अहिले हामी 4 जग्गा छौँ 70% जस्तो कभर गरिसक्यौँ होला सो अब हामी सबवे खान्छौँ हामी एकचोटि पेट्रोल पनि भरिसक्यौँ मेरो गाडी यहाँको हाइवेमा गए पनि अझै पनि त्यस्तै चिल्लै छ मेरो गाडी Arigato. Subway अब हामी अब सबवे खान्छौँ तपाईँ त ड्राइभै गर्नुहुन्छ कि साइडमा बस्छ ड्राइभै गर्नु दुईजना दुईटा मगा दुईटा मगाउँछ अनि म हामी चिकन नै होला अरूहरू त खाने अप्सन छैन हेलो ल सुतिन्छस् है कसले ड्राइभ गर्थ्यो अब म त सुत्छु अब यो फुटबल खाएर सबैको यहाँ दाइ हामी सक्नुभयो अब हामी पनि खान्छौँ खाम भोक लागिरहेछ है ल अहिले हामी चाहिँ हेनिबल कटेर मिजौरी साइडतिर लागेको छौँ अब यहाँबाट हामी चाहिँ 2 घन्टा परमा हामी इलिनोई घर पुग्छौँ यो चाहिँ हाम्रो मेन जङ्सन ग्यास स्टेसन यहाँ चाहिँ सबै रोकिराख्थ्यो अहिले यहाँ केटाहरूको लागि चाहिँ नयाँ हामीलाई चाहिँ फर्स्ट टाइम अब हामी यहाँ हुनुहुन्छ हेलो वाट्सअप ल है ट्राभल रमाइलो भइरहेछ आज रिजसले इतिहास रच्दै हुनुहुन्छ पुरै सोलो ड्राइभ हानेर 12 घन्टाको 2-3 घन्टा चाहिँ भेनाले सहयोग गर्नुभयो उहाँले इतिहास रच्दै हुनुहुन्छ उहाँलाई धेरै धेरै शुभकामना बधाई छ यस्तै छ हामी जान गइरहेछौँ है हिमाल चाहिँ देखे होइन त्यही हो बाटोमा अब मेरो प्रब्लम चाहिँ होइन मलाई चाहिँ चाहिएको हिमाल चाहिएको छ मलाई हामी अब नेपालमा धेरै ड्राइभ गरेको भएर चाहिँ अब हामी यसो सर्ट ब्रेक दाइको यो रेगुलर ठाउँ रे स्टप लिनलाई यसो अब हामी एकछिन रेस्ट गरेर अनि 2 घन्टा छ हाम्रो अनि त्यहाँबाट हामी जान्छौँ सो आज खासै खिच्न पाएन हाइवे किनकि हामी रमाइलो गर्दै आइरहेछौँ सो त्यस्तै छ
आज जस्ट राम्रो वेदर छ टक्क घाम पनि होइन राम्रो घाम टक्क यहाँ यो चाहिँ हाइवे 66 को जस्तै यसरी बनाएको रहेछ यिनीहरूले टक्क बाइक साइक पनि छ टक्कसँगले हामी जान्छौँ अब हामी ल यो टिकट चाहिँ कति पैसाको टोटल हालिदिन्छु 10 रुपियाँ चाहिँ पर्यो है यहाँ म सेलेक्टेड गरेर किन्छु नि फेरि 20 रुपियाँ आयो होइन पैसा उठाउँछ कि नै त हेरौँ है त यहाँ चाहिँ यो नम्बर जुन छ नि यो नम्बरको यस्तोमा पऱ्यो भने चाहिँ त्यति पैसा भएको हुन्छ है ल 40 भयो 50 भयो नि त यो एउटाको चाहिँ कति पर्यो त दाइ त्यसो 100 रुपियाँ टोटल कतिवटा छ हामीसँग 3टा फेरि 40 पैसा उठ्यो ल उठ्यो है हाम्रो जस्ट साउ चाहिँ उठ्यो है ल अब प्रफिट कमाउ है त छैन त छ 10 रुपियाँ फेरि 10 रुपियाँ पऱ्यो ल 20 रुपियाँ भयो यहाँ टोटल 35 कहाँ छ त दाइ त्यहाँ ए 35 ओके नाइस नाइस ए ल यसपालि त नाफा भयो नि त 38 छैन है ए 10,000 झ्याप्पै पर्दिनु नि Makinda town बाहिर गाउँ हेर त त्यहाँ काट्ने बेला भइसकेछ राजा ल यहाँको गाउँ पनि देखाइदिउँ गाउँ काट्ने बेला भइसकेछ यो काटेर अर्को रोप्छन् फेरि अब यार त्यस्तो कस्तो हुन्छ न तर गाउँ लगाएपछि दुईटा हुन्छ होला कि के हो किनभने यो अब दाइ राइडर अघिबाट म राइडर थिएँ त्यही भएर खिच्न पाएको थिएन अब फेरि ब्याक इन टाउन गाडी हिँडाएर चाहिँ जस्तो चाहिँ ल हामी पुग्यौँ फाइनली हामी यहाँ दाइको घर कस्तो दामी छ अहिले अँध्यारो धेरै रहेछ अब हामी प्याकिङ सामानहरू लिएर ल भित्र जान्छौँ है बेल पनि लाग्ने